यहाँनिरको यो हरियो थोप्लामा हेर्छु है यो हेरेपछि सिधा देखिन्छ क्या भिडियो मलाई भिडियो कस्तो बनाउनु मन छ भने म पत्रकार गरेँ हजुर नेता गरेँ अनि त्यसपछि हजुरलाई के गर्दा प्रधानमन्त्री बनाएपछि हजुरले के गर्छिन्छ अनि त्यो चाहिँ मासु हान्छ आचोरी गराए कि मासु त्यही फलफल मासु पनि धत्तो खाने बढी भयो र त्यही पनि म यस्तो प्रधानमन्त्री अथवा नेता म पर्दैन नि उनी माने हैन के गर्दा कोहीले लगेर बाहिर बसालिदियो भने कुर्सीमा जो लग्छ उसले हानिन्छ उनीहरूले हुन झार गर्छ प्रधानमन्त्री त्यस्तो प्रधानमन्त्री हुने के गर्दा सुशीला कार्कीलाई एउटा मान्छे क्या एउटा देशमा त्यो झर गर्छ नि धेरै गर्छ नि प्रधानमन्त्री हुन होला त क्या उसले म हुने उसले हार मानेछ अर्कालाई क्या अलिक त्यो भन्दा टाढा हुन्छ अब प्रधानमन्त्री हो यहाँ झर गर्नु लागि बनाउनु भन्छ म लागेको छैन प्रधानमन्त्री हुनु लागेको लागेको छैन भने चाहिँ भइन्छ अन्त उहीको अरू साथीले कस्तो चान्सको म कस्तो न अहिले त होला फाल्यो कि अहिले आफै गयो आफ्नो बुद्धिले गयो त अराउने हो नि अर्काले फालेर फालिहाल्छ त्यही नि भएन अन्त त्यही भएर के गर्दा प्रधानमन्त्री सुशीला हाम्रो अहिलेको प्रधानमन्त्री सुशीला कार्कीलाई चाहिँ प्रधान न्यायाधीश हुन् के तिनी पहिलाको नेपालको पहिलो महिला प्रधान न्यायाधीश अनि त्यो फाल्ने त हटेरै गइन्छ हार्ट एट्याक हुनु तिनी सहनशील महिला हुन्थे कि तिनी चाहिँ प्रधान न्यायाधीशबाट रिटायर भएर भर्खर बसे बेला जेनजी आन्दोलन भयो आन्दोलनबाट अब प्रधानमन्त्री चाहियो अनि ट्याप्प लगेर कहीँ वडा अध्यक्ष पनि चुनावमा राजनीतिमा नलडेको मान्छेलाई लगेर प्रधानमन्त्री बनाइदियो झगडा भयो भने हार पनि अर्काले हाल्छन् क्या उसले मगाउनु होको त्यो न हाम्रो नहेला भन्नु नि बाख्नु त्यही भएन हो क्या हो त्यसै गरी के गर्दा हजुरले बसाल्यो भने त बा त्यसमा त चार्छ जता अघि सार्दैन त भिसीसँगले स्वयंसेवकले हरि सारिदियो कि हाम्रो भिसले चार्यो कि माइल चार्यो बा सार लाख पनि चार्यो बा माइल चार्यो अहिरा चार्यो उनीहरू पनि चार्छ नि त कसले डराना त्यसपछि प्रधानमन्त्री बनाएपछि मासु मात्रै खाने विचार भयो मासु मार्दैन के मल दिएछ तैँले मलाई बनाले चाहिँ तैँले फसाउनु म फसाउनु जानु केही त हुनु पऱ्यो के भिजन भविष्यको नेता बनाउने विचार गरेका छौँ जहिले अनि बढ्दैन भविष्य होइन यस्तो हो फेरि के अरे हामी त बिहा गऱ्यौँ छोराछोरी जन्मायौँ अन्जल झन्झल छ जान जन्जाल हजुर त बिहा पनि हामी त छोराछोरी होइन छोराछोरी छन् हामी मरेपछि छोराछोरीलाई घाटा हुन्छ नि त हजुर मर्या त के कोही छैन हजुरको त बिहा पनि भएको केही छैन अब प्रधानमन्त्री बनाएपछि हुने विचार त्यही प्रधानमन्त्री पछि बिहा अन्तर्वार्ता लग्छु पत्रकार बन्छु भने त म फेल खालेँ अब मेरो भिडियो हेरेपछि सबै लाइक कमेन्ट गरिदिनु भन्छु त्यसपछि एकचोटि भिडियो मेरो भिडियो मैले अन्धु